मैले यहाँ टु लिडर्स इज इक्वल टु लभ लेखेको छु। यहाँ टु लभ कुरा गर्दैछु म। तपाईहरु पनि टु लभ नै घुमिरहनु। के लाग्छ तपाईहरुलाई लभ कति किसिम छ होला? जति किसिमको होस् तपाईको आफ्नो विचार होला। हामी चाहिँ 4 किसिमको भन्छौं। यो नम्बर 1 लभ भयो, चिल्ले लभ जो चाहिँ प्राप्त गर्ने हुन्छ सधैँभरि। इभन त तपाई चाहिँ अहिले 20 अराउन्डमा हुनुहुन्छ तर पनि तपाई के प्राप्त गर्न खोज्नुहुन्छ? साथी आज तैले नष्ट गर, आज तैले खा, भोलि तैले खा, ए पैसा चाहिँ न मैले 300 मजगरी मागेको छ दिने कहिले त्यो पनि लभ हुनलाई लभै हो तर यो चिल्ड्रेन लभ हो, सधैँ प्राप्त गर्ने लभ, यसलाई भन्छ चिल्ड्रेन लभ। एन्ड देन 30 to 25 बेला हामी चाहिँ ब्रदर सिस्टर लभ भन्छौं। ब्रदर सिस्टर लभ, यो लभ भनेको कस्तो हुन्छ भनेपछि गिभ एन्ड टेक हुन्छ। यो लभमा दाजुभाइ दिदीबहिनी गिभ एन्ड टेक हुन्छ र यो लभ तपाईको लभ भन्दा अलिकति फरक छ। मैले भनेको लभ छुट्टै हो, तपाईको लभ अर्कै लभ गर्नुहुन्छ यो एजमा। 30 to 25 एजमा तपाई अर्कै लभ गर्नुहुन्छ, म चाहिँ अर्कै लभ सिकाउँदैछु है। यो लभमा अब हामीले गर्नुपर्ने मुख्य काम भनेको चाहिँ मैले जुन दृष्टिकोणले मेरो बहिनीलाई हेर्छु, मेरो दिदीलाई हेर्छु, उहाँले पनि मलाई त्यही दृष्टिले हेर्नुपर्छ। एन्ड देन उहाँले आफ्नो दाजुभाइलाई जुन दृष्टिकोणको व्यवहार गर्नुहुन्छ त्यही दृष्टिकोणले मलाई हेर्छ, त्यसलाई भन्छ ब्रदर सिस्टर। तर यो लभ गर्नु धेरै गाह्रो। सबभन्दा गाह्रो लभ भनेको चाहिँ ब्रदर सिस्टर लभ गर्नु गाह्रो। किन गाह्रो तपाईले आफै बुझिसक्नु भएको छ है। र अहिले पछि म त्यसलाई अझ विस्तारमा लग्छु, त्यतिबेला अझ रमाइलो होला। अब यो गाह्रोलाई सजिलो बनाउने एउटा मात्र उपाय छ, त्यो न अन्तिम उपाय हो, तपाईको जीवनलाई पनि असल सफलमा जोड्ने, त्यो भनेको कर्मचारी बस्ने भन्छ। एफिसिएन्सी सिक्नु के हो कर्मचारी बस्ने? बिहे नगरी बस्नु। अरु के हो कर्मचारी बस्नु? थाहा छैन। सामान्य भाषामा बिहे नगरी बस्नु भन्छ है, बिहे नगरी बस्नु। अनि बिहे गरेर अनि पहेँलो लुगा लगाएर मन्दिरमा गएर बसेछ के ती बिहे नगरे हो? कर्मचारी बस्नु भने त बिहे नगर्नु त होइन रहेछ। बिहे गरेर अनि फेरि पहेँलो लुगा लगाएर मन्दिरमा बसेदेखि मात्र आएन, कर्मचारी बस्या भन्छ नि। तर त्यो होइन, यथार्थलाई के हो भनेपछि कर्मचारी बस्नु भनेको नो सेक्स। बिहे नगर्नु अर्थ के त? बिहे नगरेपछि सेक्स हुँदैन। अनि बिहे गरिसकेपछि मन्दिर जानु अर्थ के त? श्रीमती घर हुन्छ, अन्त्य हुन्छ, आफ्नो मन्दिर एक्लै हुन्छ, त्यहाँ पनि सेक्स हुँदैन। कर्मचारी बस्नु नो सेक्स। सो हामी यसमा के भन्छौँ भन्दाखेरि no sex before marriage, after marriage, only between husband and wife. विवाह गर्नुभन्दा अगाडि कुनै पनि सम्बन्ध नराख्नुस्। आफ्नो दाजु दिदीबहिनीलाई जसरी हेर्नुहुन्छ बाहिरको दिदीले पनि त्यसरी हेर्नुहोस् हैन। आफ्नो दाजुभाइ जसरी हेर्नुहुन्छ त्यही चिल्ड्रेन बाहिर पनि हेर्नुहोस्। अनि विवाह पनि जसरी कसम खानुहुन्छ नि, 7 जोडी सिन्दुर लाउनुहुन्छ नि, 7 फेरि घुम्नुहुन्छ नि, त्यसलाई चाहिँ तपाईले सधैँ के गर्नुहोस् न आत्मसात गर्नुहोस्। र यसरी यदि यस्तो भयो भने यसरी तपाईले अगाडि बढ्नु भयो, बढ्नलाई ईश्वरले चाहिँ आज्ञा दिनु भएको थियो। अनि तपाईँ चाहिँ एउटा केटा बच्चा के भन्छ त असल खुश बन्छ, जो चाहिँ पवित्र हुन्छ, लक्षण सुपन गर्दैन, दायाँ बायाँ गर्दैन, पढाइ पनि राम्रोसँग अन्तर्गत आँसु पसिना पुग्छ। बुवाआमाको 25 इयर्समा उसले चाहिँ डिग्री हासिल गर्छ, एउटा राम्रो चार्टर्ड एकाउन्टेन्ट बन्छ, राम्रो